गाइस जयमसी सबैजनालाई आज इस्टर सन्डेको दिन आज हामी सबैजना हाम्रो कलेजको बोइज एन्ड गर्ल्सहरू चाहिँ हामी जाँदैछौँ दशरथ रङशालामा। तपाईँहरू पनि पक्कै त्यही ठाउँमा आउँदै हुनुहुन्छ यदि काठमाडौँभित्रै भ्यालीभित्रैको विश्वासीहरू हुनुहुन्छ भने। र आज हाम्रो ब्लग चाहिँ इस्टर सन्डेको हुनेछ अनि हामीहरू चाहिँ एज अ भोलिन्टियर जाँदैछौँ। आई होप यु गाइज इन्जोय दिस इज द भ्यू। हाम्रो के कतिजना गइसक्नुभयो आउँदै हुनुहुन्छ। यो चाहिँ हाम्रो हेर्ने गल्लीको बाटोहरू। हामीहरूको ब्लग यो मेमोरी हुन्छ कि अनि बेस्ट मेमोरी हुन्छ त्यही भएर पनि बनाएको हो। अगाडि केटीहरू। हेलो एभ्रिवान, जय मसी, वेलकम ब्याक टु माई च्यानल। इट्स मी ज्योति तामाङ। आज चाहिँ हामी इस्टर सन्डेको लागि जान लाग्छौँ। तपाईँहरू सबैजनालाई ह्याप्पी इस्टर सन्डे। गाडीलाई कुरिरहेको अवस्था। ह्याप्पी इस्टर माथि देख्छ। हामी चाहिँ अब गाडी चढिसक्यौँ सबैजना। हामी चाहिँ अब त्यता पुगेपछि मात्र भेट्नेछौँ। हाम्रो साथीहरू सबैजना यहीँ छन् यता पछाडि। हामीले भरिदिउँ गाडी। ओके गाइज, हामी चाहिँ अब यतै पुगेर भेट्दैछौँ। हामी चाहिँ अब ठ्याक्कै आइपुग्यौँ रङशालामा। हामी आइपुग्यो डेस्टिनेसनमा। सबैजना हामी भित्र पसिसकेका छौँ। फाइनली हामी भित्र आइपुग्यौँ। गाह्रो छ यार, सबैजना चाहिँ लाज लाग्यो है अब चाहिँ मलाई। यो दाइहरू चाहिँ हामीलाई छोडेर आएको, बहिनीहरूको माया नलागेर यहाँ हाँस्दै बसिरहेको छ। यो दाइहरूले चाहिँ भिडियो नहेरोस् भन्न चाहन्छु। भिडियो हेरोस् अनि कमेन्ट पनि गरोस्। सेयर हान्ने अब। हाम्रो लाइक कमेन्ट सब्सक्राइब सब गरिदिनु होला। अब चाहिँ भोलिन्टियरको कार्ड र टी सर्ट दिन थालिसक्यौँ। साथीहरू हामीले चाहिँ टी सर्ट पाइसक्यो। टी सर्ट देखाऊ। हामी चाहिँ अब टी सर्ट पेट जान्छौँ भोलिन्टियरको। टी सर्ट पाएपछिको खुसी। हामी लाइनमा बसिरहेको। मलाई एक्सेल चाहिएको थियो कि अनि सबले उहाँले चाहिँ गर्ल्सहरूलाई एल मात्रै हो भन्नु अनि मैले फेरि चुप्प लागेर लिइहालेँ। अब लाइ चाहिँ कस्तो हुन्छ थाहा। मैले यो टी सर्ट चाहिँ लान्छु नि एक्सेलको डबल एक्सेल लान्छु कि मेरो चाहिँ लार्जै हो, लार्जै ठुलो भयो मलाई चाहिँ। भयो साथीहरू, हामी अब रेस्टुरेन्ट जान लाग्छौँ। त्यहाँभित्र चाहिँ अब भिडियो बनाउनु राम्रो होला जस्तो लाग्यो। साथीहरू मलाई यस्तो किनिदेऊ त। किन्दिनँ, काम छैन। भोलिन्टियरहरूले यस्तो बुझ्नु हुँदैन। ल साथीहरू, बाई बाई गाइस। अहिले पछि भेटौँला। के हुन्छ सबै देखाउँछु। एभ्रिवान, हामी चाहिँ टी सर्ट लगाएर पनि आइसक्यौँ भोलिन्टियरको। हाम्रो काम चाहिँ यता बस्ने काम हो। राम्रो छ। ठुलो भयो कि अलि धेरै मोटाउनु पर्ने थियो रहेछ। तल भयो अलिकति सब्सक्राइबर बढाएर पैसा आउनु बनाइदिनु होला। अनि भात खान्छ। ल अहिले चाहिँ भात नखाएर दुब्ला होइन नि त। अनि एक्स्ट्रा दामी सङ्गति चाहिँ सुरु भइसक्यो। अब हामी चाहिँ हिँड्दैछौँ। हामी उतातिर जान लाग्छौँ। स्टेजमा अलिकति देखेन, अलिक साउन्ड नआउनु सक्छ। गइदिनु होला, तपाईँहरू एडजस्ट गरेर हेरिदिनु होला। हामी चाहिँ यतै
किचनको भागमा आइसक्यौँ हामी चाहिँ थाकेर खाजा खाँदैछौँ धेरै साथीहरू आउनुभएको छ संसारले कसैले दिन सक्दैन यो शान्ति यसमा मैले पाएको छु हाम्रो खानाको टिकट आयो खानाको टिकट आयो खाना थाहा छैन के होला थाहा छैन है फेरि त्यो फ्राइड राइस हो भने त खानु त्यही हो अहिले चाहिँ हाम्रो सांस्कृतिक कार्यक्रम भइरहेको छ नेवारी डान्स साथीहरू हामीले भात खायो तर भिडियो गर्न बिर्सेछ यसमा क्या हामीलाई धेरै भोक लागेको थियो होइन अनि खाने चक्कर भिडियो बनाउनु पर्छ भने यादै नभइदिएर हो भने ठिक छैन हामीले खायौँ खाना बल्लली खायौँ खायौँ मोमो खायौँ मोमो नै भेज खाँदा जस्तो फिल भयो पहिलोचोटि खाना चाहिँ स्पोन्सर बाई हाम्रो अघि हामीबाट जाँदाखेरि इस्टर सन्डे गर्ने व्यक्तिहरूले आँट्यो अब लास्टतिर आइपुगेछ म अब हामी फेरि भित्र जानु भएको छ बाहिर होटेलमा गएर खायौँ है साथीहरू यतिको व्यवस्था चाहिँ थियो हाम्रो मिठो थियो खाना चाहिँ मिठो थियो है मोमोमा चाहिँ अलिकति गडबड थियो भातमा चाहिँ मिठो थियो ल साथीहरू हेर्न सक्नुहुनेछ यस्तो नजारा दिदी चाहिँ मेरो पार्टनर पर्नु भएको छ हामी यसरी बोकेर अब हामी दिदीलाई पिट्नु भइरहेछ मलाई हेर्दै पनि हावाले उडायो 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 अझै अलिअलि प्रोग्राम चाहिँ भइरहेछ तर पनि हामी ओके बाई बाई गाइस अहिले पछि भेटौँला साथीहरू हामी चाहिँ अब फर्किनु गाडी पर्खिँदैछौँ यो ठाउँमा थाकिसक्यो अब ताकत छैन अब बस कलेज पुऱ्याइदियो हामीलाई यो स्टपको नाम के हो यो त्रिपुरेश्वर बस स्टप यसरी बसिरहेको छ जोगपाडामा त्यसो अब हामी घर जान्छौँ घरमा जानु कलेज जान्छौँ अनि भेटौँला हामी चाहिँ बस चढिसके हामी चाहिँ अब कलेज आइपुग्यौँ आजको लागि भिडियो यति नै हो थ्याङ्क यू फर वाचिङ अब हामी अर्को भिडियोमा भेटौँला बाई बाई सबैजनाले माया गरिदिनु होला बाई